इन्डियादेखि भारत जाने यस्तो पुल बनाएर राख्नु के हातले समाउनुपर्छ मान्नुपर्छ तपाईँहरूलाई बाबरे रुमाल ल्याएन मैले ऐसे करके गोल गोल घुमाना है फिर दोनों को ऐसे करके समझ में आया सस यस्तो डुबाउने खाने त होला नि हैन हाई एभ्रीवान वेलकम ब्याक टु माई अनदर ब्लग दिस इज यस्ता खड्का हजुरले अस्ति यति धेरै माया गरिदिनु भयो कि म फेरि ब्लग बनाउन बाध्य भए हजुरहरूले हैन मतलब म अरू टिकटक इन्स्टा सबै कुरा चलाउँछु हैन तर फेसबुकमा पनि म पोस्ट गरिरहेको हुन्छु त्यति धेरै गाह्रो हुँदैन तर युट्युबमा मलाई धेरै गाह्रो भयो के आफ्नो मतलब यो अहिले स्टार्ट गर्न एकदमै गाह्रो भइरहेको छ तर हजुरहरूको साथ सपोर्टले गर्दा म बनाउन छोड्दिनँ के एकजनाले भए पनि साथ सपोर्ट गरिराख्नु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच तर आजको भ्लग चाहिँ आज चाहिँ साथीहरू मौसम चाहिँ एकदम पानी परिरहेको छ हैन अति नै बाहिर जान सकिँदैन सो म यहीँ बसेर एउटा सानो भ्लग जस्तै हो क्या म सबै भ्लग बनाउने भयो भने भ्लग त पुरै हुनु पर्यो नि त सो फुड भ्लग बनाउँदैछु फुड भ्लगमा चाहिँ मैले आज नुडल्स खाने प्लान गरेको छु यस्तो चिसोमा होइन एकदम हट पट अनि एकदम पिरो पिरो नुडल्स खानको लागि मैले नुडल्सको अर्डर गरेको छु एकछिन ल्याएर आउँछु अनि त्यसपछि चाहिँ पुरै कन्टिन्यू गर्छु है त हेर्नु होला है चपस्टिकबाट खान्छु क्या आज उस्तो सिम्पल त म जहिले पनि खाइरहेको हुन्छु सो मैले आज चपस्टिकबाट खान सोचिरहेको छु कि अरूले खाएको देखेर मलाई पनि कस्तो खान मन लागेर हो क्या मैले त्यो गरेको बाहिर जान त आज सकिरहेको छैन सो पहिला चाउमिन लिएर आउँछु है नुडल्स म चाहिँ नुडल्स लिन आइसकेँ तर मान्छे चाहिँ कोही छैन मेरो नुडल्स बन्यो भाइ यस्तो भोक लागिरहेछ होइन त्यही माथि मैले आज च्यालेन्ज गर्दैछु अब खै कस्तो बन्छ टेबल छैन के मसँग सो यहाँबाट लगेर जाउँ कि सोचिरहेको छु यहाँ कति धेरै टेबलहरू छ साथीहरू के गरौँ अब भिडियो बनाइदिने मान्छे पनि छैन उतातिर यतिकै बनाउनु पर्ला आज हेर्नु है कस्तो डेकोरेसन गरेको छु मैले मेरो चाउमिन पाकिसकेको छ प्लेटमा हाल्छु के मसँग प्लेटै छैन यसमा जहिले लगिरहन्छु यो अहिले खुर्सानी यति धेरै खुर्सानी जलाइदियो दुइटै प्लेटमा हालिदियो अनि सस पनि उसमा राखिदियो न सस र त्यो झोल उसमा राखिदियो न धेरै हालिदियो है झोल चाउमिन बनाएर पनि खान्छु के मेरो भाइले बनाइसक्यो चाउमिन हेर्नु यो तीनवटा खुर्सानी खान्छु म अनि त्यसपछि यो पनि खान्छु यो पनि सबै खान्छु म अब यो खान सक्छु कि सक्दैन हेर्छु ल जस्तो पर्छ अब हुँदैन त म के गरौँ लु यो बहुत मुस्किलले यो सेटअप गरेको हो साँच्चै भन्नुपर्दा धेरै मुस्किलले मैले यो सेटअप गरेको होइन सो साथीहरू यति नै हो मेरो सेटअप अरूको मुखबाङ यसरी देखिन्छ होइन यसरी देखिन्छ सबै मुखबाङ भिडियोहरू है मेरो के भएको यो खानेकुरा त के देखिन्न फेरि चपस्टिक पनि मैले कस्तो ल्याएर आएको छु के मैले कोसिस गरेन भनेपछि कहाँबाट थाहा हुन्छ होइन कोसिस नै सबैभन्दा ठुलो कुरा हो भनेर मैले कोसिस गर्नको लागि यत्रो सामान ल्याएर आएँ है त यो नेपाल टु जापानसम्म पुग्नेवाला हो कि यो नेपालदेखि जापानसम्म पुग्छ नि त यस्तो अब मुखबाण यस्तो देखाउँछु साथीहरू पहिला के खानेकुराहरू छ है मेरो त अब मेरो क्यामेरा सेटअप यस्तै छ मेरो ऊ छैन क्या सेटअप त्यो सिद्धिएको छ यो भयो एउटा अन्डा अनि त्यसपछि यो के हो यो चाहिँ अब मुन हो भनौँ रातो रातो है मिठोवाला मुन मलाई थाहा छैन नि त खानेकुराहरू के हो भनेर बस यो नुडल्स थाहा छ मलाई यसलाई म चेक गर्छु मसँग छैन कि मैले डडेलधुरामा पुरै ठाउँमा मैले यो चपस्टिक खोजेँ होइन काहीँ पनि भेटेन क्या साथीहरू त्यही भएर मैले यत्तिकै अब यसले नै खान्छु भनेर ल्याएको यो धेरै एकदम चिपवाला हो क्या एकदम सस्तोवाला यस्तो धेरै छ मसँग बाइचान्स डान्डिया खेल्दा टुट्यो भने है खाँदै सो अब मेरो सेटअप चाहिँ यस्तो छ म के गरौँ अरूको त कसरी देखिन्छ क्या यस्तो देखाइदेऊ न मेरो पनि प्लिज यसरी के राख्ने यसको तल भाँडाकुँडा राख्ने त्यहाँबाट फेरि यहाँबाट खसेर तल पुग्छ त यो त पुरा जापानतिर पुग्छ त यो त
厚颜无耻之人！ जापानको खाना भनेर फेरि जापानतिर जाला फेरि छिटो छिटो ढिलो नगरी खाइहाल्छु है भोक लागेर मरिहाले अब कसरी खाने यस्तो मैले हेरेको थिएँ यो दुईटा हातमा यस्तो राखेर हैन यस्तो दुईटा यस्तो राखेर ए ए हो उफ ओ ओ माय गॉड 4-5 वटा छ यसलाई यसमा डुबाउने त्यसपछि तर टेस्ट त एउटै हो चम्मचले खाए पनि एउटै हो यो डान्डीले खाए पनि एउटै हो केही फरक छैन है समाउनु मात्रै अलि मुस्किल छ मुस्किल चाहिँ आयो बन्दाकोपी बन्दाकोपी बापरे मेरो सपना पुरा हुन जाँदैछ पलेटी मारेर खुब बसे थिएँ यसरी बसेर खान्छु अब खुब पलेटी मारेर बसे थिएँ यहाँ मेरो यो यतातिर भयो म आफू उतातिर भयो अब यस्तो हुँदैन अब यसरी खाइन्छ बापरे कति पिरो के पहिला ससेजमा डाल्ने होला नि त है ओहो मिक्सै नगरेर खाइदिएछु मैले अगाडि आम सरी अब साथीहरू म दुईटा हातले यस्तो गर्छु ल सिरियसली भन्दैछु मैले बहुत कोसिस गरेर आएको थिएँ कि म यस्तो भिडियो बनाउँछु भनेर म हजुरहरूलाई पनि सेयर गर्न चाहन्थेँ कि यसरी खानेवाला होइन मान्छेहरू सबै खान्छन् त मैले देखेको थिएँ कसरी हो यार कसरी खान्छौ कसरी सिक्यो कि यस्तो यस्तो घुमाउने त्यसपछि भएन अरे म कोसिस गरिरहेको छु भोलि होइन प्रिमियम क्वालिटीको मैले चोपस्टिक मिल्यो भने लाज हुन्छ क्या मेरो त्यही भएर आउन ए लाज नगर न हौ वा यस फेरि खस्छ बाबे यस्तो खाने प्लिज मेरो लाज नगराउनु ल अरूको यस्तो देखिन्छ अब मेरो देखिरहेको छैन खानेकुरा त मैले डन्नै ल्याएर राखेको छु कति पिरो कसैसँग सेकेन्ड ह्यान्ड चपस्टिक छ भने मलाई दिनु ल कोसिस गर्छु कि म आजदेखि फेरि म कहीँ अन्त गयो भने होइन त्यतिखेर कसरी खानु मेरो लाज हुन्छ क्या भोलि त म बिजनेसम्यान बन्ने हो त्यतिखेर मेरो लाज हुँदैन ठुल्ठुलो प्रिमियम होइन 5 स्टार 6 स्टार होटलमा गयो भने होइन यसरी खायो भने मेरो लाज हुँदैन अब यस्तरी तलबाट यस्तरी स्वाइरेर ल्याउने अनि त्यसपछि यस्तो गरेर खायो भने उसले के भन्ला समाउनै सकिरहेन यस्तो भोक लागेर अब सस यस्तो डुबाउने खाने त होला नि होइन टेस्ट मात्र गर्ने हो क्या यो तर फिल्ममा अनि चाइनामा तिनीहरूले भात पनि यस्तो समाएर खान्छन् बाबै मैले समाउन जानिनँ अरे कोही छैन क्या साथीहरू पनि भिडियो बनाइ माग्ने थिए अलिअलि बाङ्गो देखिरह होला है त्यही भएर हे म के सोध्थेँ अन्तखेरि यत्रो मुखमा गयो भने त गाह्रो हुन्छ होला भन्ने सोध्थेँ नरहेछ क्या एक्सपिरियन्स गर्दैछु अहिले यस्तो गऱ्यो भने त आउँदो रहेछ तर आइम ट्राइङ टु माई बेस्ट गुड यसलाई त खै म पनि हेर्छु यसलाई पनि समाउँछन् क्या यसरी
साथीहरु हजुरहरुलाई भोक लागिरहेछ भने यो भिडियो स्किप गरिदिनु होला है फेरि गाह्रो हुन्छ नि पहिला राम्रोसँग एडजस्ट गरिहालौँ इसको इसके ऊपर रखना है फिर बाद में ऐसे करके गोल गोल घुमाना है फिर दोनों को ऐसे करके समझ में आया मबाट सिक बहिनी कि मबाट सिक तिम्रो दिदीबाट कोसिस गरिरहेछ भोलि धनी हुने मात्रै भनेर कोसिस मात्रै हो भएको चाहिँ छैन अरे यस्तो ए हातको पोजिसन ठिक छ नि हेर सिकिरहेछ तिम्रो दिदीले भोलि धनी हुन्छ नि त उतिखेर मेरो लाज हुँदैन क्या गुड आ बाबरे रुमाल ल्याएन मैले मेरो टेबल पनि छैन मैले यो एडजस्ट गरेको तल कार्टुन राखेको माथि यो मेरो स्टडी टेबल राखेर हो के यो ए खसिहाले बाबै म हरेक कुराको कोसिस गरेर हुन्छ हरेक कुरा राम्रो गर्ने मबाट हुँदैन मात्रै भनेर हो मान्नुपर्छ तपाईहरुलाई मुकबाङ भिडियो बनाउने हुनेलाई मान्नुपर्छ सल्युट क्वेसन बिग्रियो के आउँदैन त मैले त कोसिस मात्रै गरिराख हजुरहरुले त कोसिस पनि गर्नुहुन्न गर्नु है यस्तो यस्तो चपस्टिक चाहियो भने मलाई सम्पर्क गर्नु ल अरे देखिरहनु भएको भइराखेन क्या समाउनु त सिके बहिनी देख्यौ तिमीले तिम्रो दिदीले समाउन त सिकिराख तिमी पनि आऊ तिमी पनि आऊ तिमीले पनि सिक्नुपर्छ क्या भोलि काम लाग्छ यति लामो सामान भएर पनि कस्तो समाउँछ गुड हरियो खुर्सानी भयो कति पो खान्छु भनेर दुटा प्लेट ल्याएको थिएँ यो देखिरहेको थिएन क्या सो यसको तल यस्तो राखेको थिएँ
अब केही पनि देखिएन भिडियो कम्प्लिट गरिदिन्छु 2,000 years later. हातले खान्छु चम्मचले पनि खान्छु म तर भाइले चम्मच लगेर जानु त भनेको थिएँ मैले लिएर आएन 4 चम्मच आज भोलि सब्जीवालाले इन्डियादेखि भारत जाने यस्तो पुल बनाएर राख्नु के ट्याक्कै यस्तो राखिदियो भने होइन हेर्छु त पुगिन्छ होला साथीहरू धेरै पिरो छ सो म अब के गर्छु कि त्यो थाली भाँडा धोएर आउँछु है खाएको वाला त धुनु पर्यो मेरो जस्तो कोसिस गरेर राख्नु होला यही कुरा हरेक कुरा नयाँ नयाँ पेटमा खुर्सानी खाएर पेटमै पिरो पिरो भइरहेछ पेटबाट एकछिनमा आउँछ है सो मैले खाइसकेँ प्लेट पनि धोइसकेँ अब म यतातिर मर्याले होइन मर्ने गरेर खाइयो मेरो जस्तरी यसरी म मान्छु मुकबाङ भिडियो त्यतिकै बनाउन सजिलो छैन भनेर एकातिर सेटअप मिलाउनु पर्छ एकातिर सामान देखाउनु पर्छ एकातिर खानु पर्छ ओ माई गॉड मेरो जस्तो कोसिस गरेर राख्नु होला रमाइलो जिन्दगीमा हैन यसरी नै हो जिन्दगी अब रमाइलो गर्ने एक्लै एक्लै न साथी न सङ्गी एक्लै रङ्गी चङ्गी भने जस्तै साथी अब यो भिडियो यतै बाई पानी परिरहेको छ धेरै ठुलो लामो भ्लग बनाउन सक्दिनँ मन पर्यो भने मेरो भिडियोलाई लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्न नभुल्नु होला है बाई बाई